नमस्कार। नेपाली साहित्यको प्रस्तुति दीप्सिका समाचारमा तपाईलाई स्वागत छ। म खगेन्द्र खुसी। म दिलीप घिमिरे। मैथिली भाषाका आदिकवि विद्यापतिको स्मृति समारोह भव्य रूपमा सम्पन्न गरिएको छ। शनिबार अपन विराटनगर परोपकार समाजको आयोजनामा महेन्द्र मोरङ कलेजको परिसरमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम र समाजका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो। सम्मानित हुनेहरूमा मकालु टेलिभिजनका समाचार प्रस्तोता सन्तोष मेहता र नेपाल पत्रकार महासङ्घ मोरङका सदस्य डुमरलाल मेहतालाई सम्मान गरिएको थियो। यस्तै सिनेमा तथा म्युजिक भिडियोको क्षेत्रमा स्थापित नायिका काजल कर्ण र निर्देशक कार्तिक राजवंशीलाई समेत सम्मान गरिएको थियो। उनीहरूलाई शिक्षाविद भगवान झा र आयोजक संस्थाका अध्यक्ष वसुन्धरा लगायतले मिथिलाका पहिरन दोपट्टा र कदरपत्रसहित सम्मान गरेकी थिइन्। कार्यक्रममा मिथिला चित्रकला प्रदर्शनी समेत गरिएको थियो। कार्यक्रममा गायक वीरेन्द्र झा, गायिका सङ्गीता कर्ण र जया मल्लिक लगायतले आदिकवि विद्यापतिकै रचनामा आधारित गीतहरू प्रस्तुत गरेका थिए। त्यस्तै शिवनारायण पण्डितले कविता पाठ गरेका थिए। मनोज राजवंशी र समीक्षा कार्की लगायतका कलाकारहरूले मैथिली सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए। शनिबार इटहरीमा गजल महफिल सम्पन्न भएको छ। नेपाल बिटको आयोजनामा भएको सो कार्यक्रममा नेपालका ख्यातिप्राप्त 4 गजलकारहरूले गजल वाचन गरेर महफिल तताएका थिए। इटहरी स्थित कस्तुरी कलेजमा भएको कार्यक्रममा गजलकारहरू बाबु त्रिपाठी, रूपक वनवासी, दीपा दिफरी र दीर्घराज प्रियसीले 8 गजल वाचन गरेका थिए। नेपाल बिटले हरेक शनिबार नियमित रूपमा गर्दै आएको कार्यक्रमको नयाँ श्रृङ्खलामा झापा, इलाम, मोरङ, सुनसरी लगायत पूर्वका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो। नेपाल बिटका सञ्चालक रामप्रसाद खरेलको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सभाध्यक्ष खरेलले इटहरीमा निरन्तर भइरहेका साहित्यिक गतिविधिले सृजनशीलता र साहित्यिक चेतनाको विकासमा सकारात्मक योगदान पुर्याइरहेको कुरा व्यक्त गर्नुभएको थियो। नेपाली साहित्य क्षेत्रका युवा कथाकार सुरेश याक्सोको पेनिवा कथा सङ्ग्रह मङ्गलबार काठमाडौँमा विमोचन गरिएको छ। मयुङ ट्यापे साल्पा सिलिङ पर्यटक तथा सभ्यता अन्वेषण केन्द्रको आयोजनामा कथा सङ्ग्रह सार्वजनिक गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरगे काइलाले भने पेनिवा केवल कथा सङ्ग्रह मात्र होइन, यो याक्थुङ संस्कृतिको सांस्कृतिक पहिचान बोकेको दस्तावेज हो। कृतिमाथि बोल्दै लेखक तथा समालोचक डाक्टर तुलसी गौतमले यस सङ्ग्रहमा कथाकारले मोन्दोमको दर्शनबाट जीवनलाई हेरेको बताए। कार्यक्रममा विशेष अतिथि एवं नेपाल प्रहरीका महानिर्देशक चन्द्रकुबेर खापुङ, प्राज्ञ कवि श्रवण मुकारुङ, कवि गजलकार बिना थिङ, सभ्यता अन्वेषण केन्द्रका अध्यक्ष शशी लुप्सुङ लगायत कार्यक्रममा सहभागी थिए। धनकुटाको कागतेमा जन्मिएका याक्सो हाल हङकङमा बसोबास गर्दै आइरहेका छन्। याक्सोको पहिलो कृति हो यो कथा सङ्ग्रह। यसमा 15वटा कथाहरू समावेश गरिएका छन्। कार्यक्रममा सांस्कृतिक विविधता झल्काउने च्याब्रुङ नृत्य समेत प्रस्तुत गरिएको, जसले कार्यक्रमको माहौललाई थप उत्साहमय बनाएको थियो। साहित्यकार बुद्धिप्रसाद घिमिरेको 13औं स्मृति दिवसको अवसरमा 2 जना स्रष्टा र 1 विद्यार्थी सम्मानित भएका छन्। 2082 कार्तिक महिनाको 19 गते भव्यताका साथ सम्पन्न कार्यक्रममा स्रष्टा प्राज्ञ रविमान लम्जेल र साहित्यकार तारा राई अनमोल सम्मानित भएका छन्। त्यसै गरी महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामबाट यस वर्ष स्नातक तहमा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी मनिषा लिम्बुलाई सम्मान गरिएको छ। सम्मानित 3 जनालाई जनही 10,000 नगद सहित सम्मान पत्र प्रदान गरिएको हो। कार्यक्रमको अवसरमा कवि इन्द्रनारायण सुवेदीको पुस्तक मेरो इलाम लोकार्पण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि इलामका विशिष्ट नागरिक तथा इतिहासविद युद्धप्रसाद वैद्यले कृति लोकार्पण र सम्मानितलाई सम्मान गरेका छन्। कार्यक्रममा साहित्यकार घिमिरेको साहित्यिक योगदानको चर्चा, कवि सुवेदीको पुस्तक मेरो इलाममाथि विमर्श र कवि तथा साहित्यकारहरूको रचना वाचन समेत भएको थियो। साहित्य परिषद भुटानले 11औं सम्मेलन शनिबार अमेरिकाको पेन्सिल्भेनियाको ह्यारिसबर्गमा सम्पन्न गरेको छ।
6 घण्टाभन्दा बढी समय चलेको सम्मेलनमा नेपाली भाषा र साहित्यको विषयमा चर्चा समेत गरिएको थियो। सम्मेलनमा शिवलाल दाहालले नेपाली भाषा विरासत दिवस एक अवधारणा शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए। त्यस्तै डाक्टर भोला शिवाकोटीले पनि नेपाली भाषाका बारेमा अर्को एउटा कार्यपत्र प्रस्तुत गरेका थिए। भर्जिनिया निवासी ब्रेन लाइब्रेरीका अध्यक्ष आरबी सुब्बाले नेपाली भाषाका बारेमा थप धारणा राखेका थिए। कार्यक्रममा सञ्चमान जोजोका लेखक कृष्ण सुब्बा मुना स्मृति पुरस्कारबाट पुरस्कृत भएका थिए। पत्रकार भक्त घिम्रेको सौजन्यमा सुब्बालाई $1501 र प्रमाणपत्रबाट सम्मान गरिएको थियो। त्यस्तै सुकरा साङ्गीतिक पुरस्कारबाट गोविन्द हुमागाई, अमर तुम्बापु र छवि न्यौपाने पुरस्कृत भएका थिए। तिनै स्रष्टालाई $501 पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। परिषदमा क्यानाडा च्याप्टरका निर्देशक खगेन्द्र गौतम र क्रिस अधिकारीले संयुक्त रूपमा पुनर्वासपछिको नेपाली साहित्यको विषयमा डिजिटल कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा कुबेर लुइटेल शर्माको अन्त्यको सुरु कविता सङ्ग्रह विमोचन समेत गरिएको थियो। ब्राइडहुड डे क्लार्कको हलमा आयोजना गरिएको कार्यक्रममा विश्व साहित्य मञ्चका अध्यक्ष सर्वज्ञ वाग्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो। सम्मेलनमा समुदायका नेता तथा अधिकारकर्मी विश्वनाथ छेत्री, सङ्गीत तथा खेलकर्मी अमल थुलुङ, आइतसिंह राई, पदम विश्वकर्मा, रत्न राई, रत्न गुरुङ र रमेश दियालीलाई कदरपत्रसहित सम्मान गरिएको थियो। परिषदका अध्यक्ष गङ्गा लामिटारेको सभापतित्वमा भएको सम्मेलनमा सञ्चालन खेम रिजालले गरेका थिए। कार्यक्रममा अतिथिहरूको उपस्थिति, स्रष्टाहरूका रचना वाचन र विविध साङ्गीतिक साहित्यिक कार्यक्रमहरू प्रस्तुत भएको स्रष्टा पातलो अन्तरेले बताएका छन्। स्याङ्जामा देवकोटा काव्य उत्सव 2082 सम्पन्न गरिएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको 117औं जन्म जयन्तीको अवसरमा स्याङ्जा साहित्य प्रतिष्ठान तथा कालिका पुस्तकालय भिरकोट नगरपालिका 7 बलमाटा स्याङ्जाको संयुक्त आयोजनामा शनिबार सम्पन्न भएको सो उत्सव भिरकोट नगरपालिका वडा नम्बर 7 को सहयोगमा गरिएको हो। मुक्तकारहरू विष्णु पङ्गेनी पाण्डे, पारेश्वर नेउपाने, विक्रम सम्मत, मुनाल गोदार र शोभाकान्त रेग्मीले मुक्तक रचना वाचन गरेका कार्यक्रममा गजलकारहरू लक्ष्मी काफ्ले, दिलीप तिवारी, खगेन्द्र जङ थापा, कृष्ण खड्का, नारायण नेउपाने र झवनाथ बस्यालले गजल वाचन गरेका थिए। स्याङ्जामा पहिलो पटक आयोजना गरिएको देवकोटा साहित्य उत्सवमा कविहरू चिन्तु गिरी, अग्निकुमार रेग्मी पल्लव, अनन्त अर्याल, दुर्गा बहादुर रोकाहा, शालिग्राम लम्साल, चण्डिका प्रसाद भट्टराई, लोकहरि पाण्डेय क्षितिज, ध्रुव प्रसाद शर्मा पङ्गेनी, यम प्रकाश खनाल, हरिप्रसाद पङ्गेनी, ढालबहादुर केसी, राजेन्द्र कुमार श्रेष्ठ, इन्द्र प्रसाद पाठक, कमला अधिकारी सिग्देल, प्रेम बन्धु सुवेदी, प्रकाश नेउपाने चौरासपति, राजु गैरे, शम्भु अर्याल, स्मारिका अर्याल, गोविन्द शरण रेग्मी, सुबोध रेग्मी लगायतले कविता वाचन गरेका थिए। कवि कृष्ण उदासीको कविता कृति पानीको पर्खाल काठमाडौँमा शनिबार सार्वजनिक गरिएको छ। सर्वनाम थिएटरमा आयोजित विशेष कार्यक्रमका बीच उक्त कृति विमोचन गरिएको हो। कार्यक्रममा अग्रज कवि श्रवण मुकारुङको प्रमुख आतिथ्यतामा समीक्षक डाक्टर अशोक थापा, उपन्यासकार जयराम तिमसिना र कृतिकार कृष्ण उदासीले संयुक्त रूपमा कृति विमोचन गरेका थिए। समीक्षक द्वय अम्बिका अर्याल र डाक्टर अशोक थापाले कृतिको गुणात्मक पक्ष निकै दर्बिलो रहेको उल्लेख गरे। त्यस्तै डाक्टर अम्बिका अर्यालले कविको शब्दहरूसँग खेल्ने कला सुन्दर भएको कुरा स्पष्ट रूपमा बताइन्। अर्का समीक्षक अशोक थापाले सङ्ग्रहभित्र कविताहरू शक्तिशाली र शालीन रहेको बताए। कार्यक्रमका प्रमुख अतिथिका रूपमा रहेका कवि गीतकार श्रवण मुकारुङले बोल्ने क्रममा कविलाई बधाई दिँदै कविता भनेको सारमा कविताको दर्शनसँग बाँच्ने रहेछ। मलाई आशा छ यी सम्पूर्ण कविताहरू उत्कृष्ट रहनेछन्। विमोचन कार्यक्रममा आफ्नो कृतिको सन्दर्भमा जोड्दै कृष्ण उदासीले भने काठमाडौँले जहिले हामीलाई मुफसल ठान्छ, हामी होइन भन्छौँ ऊ हो भन्छ, यसकारण पनि पर्खाल भत्काउन म यहाँ यसरी उभिएको छु। किताबको सन्दर्भलाई जोड्दै उनले कृतिबाट हिउँद र मेरा बा,
र गाउँ र आमा शीर्षकका 2वटा कविताहरू वाचन गरेका थिए। कार्यक्रम सञ्चालक महेश क्षितिजले सङ्ग्रहभित्रको बाबुको गर्भ शीर्षकको कविता वाचन गर्दै सुरु गरेका थिए। अरू 3 जना स्रष्टाहरूले समेत कृतिभित्रबाट आफ्ना कविताहरू वाचन गरे। कार्यक्रममा गायक सङ्गीतकार राजन शिवाकोटी, गायक सङ्गीतकार गौरव दर्पण, प्राडा जनार्दन घिम्रे, उपन्यासकार श्याम सिंह, कवि विशाल नाल्बो, कवि मिचेल लगायतका स्रष्टाहरूको उपस्थिति रहेको थियो। विराटनगर स्थित विष्णुमाया पुस्तकालयमा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्रष्टा नेत्र खतिवडाको मुक्तक सङ्ग्रह ढुङ्गो फुलेपछिको लोकार्पण गरिएको छ। प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमलाई नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले आयोजना गरेको थियो। बलराम पोखरेलको विशेष आतिथ्य रहेको कार्यक्रममा समीक्षक भूषण ढुङ्गेल र उमेश लुइटेलले कृतिबारे समीक्षा गरेका थिए। समीक्षकले समीक्षाका क्रममा समय, समाज र मानवीय संवेदनाका विविध आयाम समेटिएको तथा वर्तमान समाज र मानवीय भावनाको गहिरो चित्रण गरेको उल्लेख गरेका थिए। मुक्तक वाचनमा नवराज पोखरेल, नवशिला, नानुमैया दाहाल, पुष्पा सायरा र प्रज्ञा कट्टेल सहभागी भएका थिए भने साहित्यकार, कवि तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमका अध्यक्ष बाबु पोखरेलले साहित्यिक सिर्जनाले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने बताए। प्रतिष्ठानले आगामी दिनमा नयाँ मुक्तकारहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना समेत रहेको प्रतिष्ठानका सचिव मदन भण्डारीले जानकारी दिए। छन्द तरङ्ग अभियानको 7औं वार्षिक उत्सवका अवसरमा आइतबार वरिष्ठ कवि डाक्टर नवराज लम्साल र युवा कवि पुरुषोत्तम आचार्यलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ। कार्यक्रममा वरिष्ठ भाषाविद एवं साहित्यकार मुकुन्द शरण उपाध्यायबाट कवि डाक्टर लम्साललाई 40,000 राशिको विशिष्ट छन्द सम्मान पुरस्कार र कवि आचार्यलाई 20,000 राशिको छन्द साधना प्रतिभा पुरस्कार प्रदान गरिएको हो। डाक्टर लम्सालले कर्ण, धरा, अग्नि र कल्प जस्ता महाकाव्यका साथै 100औं गीतहरू सिर्जना गरेका छन्। त्यस्तै मकवानपुरका आचार्यले सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर छन्द कविता लेखन गर्दै आएका छन्। यसअघि विशिष्ट छन्द साधना पुरस्कारबाट रमेश खकुरेल, चन्द्रप्रसाद न्यौपाने, घनश्याम कँडेल, रामचन्द्र भट्टराई, भुवनहरी सिग्देल र गोविन्दराज विनोदी पुरस्कृत भइसकेका छन्द साधना युवा प्रतिभा पुरस्कारबाट सुरेश सत्याल, कविराज पौडेल, रूपक अलङ्कार यो कृतिबाट सम्मानित भइसकेका डाक्टर देवी नेपालले बताए। छन्द कविताको स्तरीकरण र मानविकीकरणका लागि साहित्यकार द्वय प्राडा रामप्रसाद गेवाली र प्राडा देवी नेपालको अगुवाईमा 2075 सालदेखि यो अभियान प्रारम्भ भएको कार्यक्रममा बताइएको छ। कार्यक्रमको सञ्चालन सरोज घिम्रेले गरेको कार्यक्रममा स्वागत मन्तव्य सीता भट्टराईले गरेकी थिइन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाको 117औं जन्म जयन्तीको अवसर पारेर महाकाव्यकार सोमराज अभयको चौथो महाकाव्य शेषराज दाईको लोकार्पण गरिएको छ। छन्द वाटिका नेपालको आयोजनामा मङ्गलबार विराटनगरमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि प्राध्यापक डाक्टर टङ्क न्यौपाने लगायत अन्य मञ्चासीन अतिथिहरूले कृतिको संयुक्त रूपमा लोकार्पण गरेका हुन्। छन्द वाटिका नेपालका अध्यक्ष हरि कट्टेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा लोकार्पित सो कृतिको समीक्षा गर्दै समालोचक डाक्टर दीपक न्यौपानेले सोमराज अभयको यो कृति वैचारिक र समाजले भोगेको समयको यथार्थ धरातलमा आएको बताए। 11 सर्गहरू रहेको यो महाकाव्यमा भाषा शैली परम्परागत भए पनि कथा र विचारका दृष्टिले राम्रो रहेको उनको भनाइ थियो। कृतिका बारेमा बोल्दै प्राध्यापक डाक्टर हरिहर भण्डारीले अभय मोरङका सबैभन्दा बढी महाकाव्य लेख्ने कवि भएको बताए। लोकार्पण कार्यक्रममा प्राज्ञ विवश पोखरेल, प्राध्यापक डाक्टर मेदिनी शर्मा, प्राध्यापक कविराज न्यौपाने, प्रगतिवादी साहित्यकार रामप्रसाद खरेल, डाक्टर देवी पन्थी, अग्रज साहित्यकारहरू बलराम पोखरेल, डम्बरू वल्लभ भण्डारी, कुशेश्वर राई, सरला चापागाई लगायतको उपस्थिति रहेको थियो।
संस्थाका सचिव चिरञ्जीवी काफ्लेले सञ्चालन गरेको सो कार्यक्रममा इटहरी, बेलबारी, सुन्दर हरैचा, इनरुवा र विराटनगरका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो।